यसलाई हामीले राम्रोसँगले पखालेर अब कटिङ गर्न गइरहेको छु। यसको हिलो हाँसको हिलो गनाउँछ भनेको तपाईहरुले पनि सुन्नुभएको होला। हाँसको हिलो चाहिँ विशेष यो भागमा हुन्छ र यो चाहिँ हल्का गनाउँछ। यो भन्दा अर्को लोकल हाँस नर्मल हाँसको चाहिँ अलि धेरै गनाउँछ, यसको कम गनाउँछ। तर पनि यसलाई हामी फाल्छौं। यो फालेर पनि तपाईहरुलाई म देखाउँछु यसको भित्र कस्तो हुन्छ भनेर। ल यसलाई मैले कटिङ सुरु गरिसके। यो लेग पिसहरु यसको रातो मासु हुन्छ। यसको तपाईहरुले कतिको याद गर्नुभएको छ, कुखुराको चाहिँ सेतो हुन्छ, यसको चाहिँ रातो मासु हुन्छ। यो हाँसको हिलो भनेर यहाँनेर यसलाई म तपाईहरुलाई देखाउँछु। ल तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। यसमा दुईटा यस्तो यो पहेँलो गोटी जस्तो हुन्छ है। यो चाहिँ तपाईहरुको यो फुट्यो भने चाहिँ गनाउँछ। अर्को लोकलको चाहिँ अलि धेरै गनाउँछ। यसको चाहिँ अलिक कम गनाउँछ। यो एउटा यो साइडमा अर्को पनि छ। यो हल्का काटिएको छ। यो दुईटा चाहिँ निकालेर फाल्नुपर्छ तपाईहरुले पनि लोकल हाँस, सिमी हाँस, जुन हाँस बनाउँदा पनि। फाइनली यसलाई हामीले लगभग अब केलाइसकेका छौं। अब यसको कटिङ हुन्छ, कटिङ भएर कुकिङ हुन्छ। तपाईहरुलाई म कुकिङ गरिसकेपछि पनि देखाउँछु। ल यो लगभग 1.5 केजी जति छ। हस्त भिडियो हेरिदिनु भएकोमा धन्यवाद।